आज 58औं दिन बारी समुदाय उत्थान विकास समिति, दलित समुदाय उत्थान विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका साथीभाइहरूको धरना कार्यक्रमको आज 58औं दिन। आज पनि सक्रिय रूपमा सहभागी साथीभाइहरू धरना कार्यक्रममा सहभागी हुनु भएको छ। उहाँहरूको सोच, धारणा, उहाँहरूका माग पूरा नहुँदासम्म यसरी नै निरन्तर बस्ने उहाँहरूको भनाइ छ। नेपाल सरकार सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले ओबिसी, वादी र दलितका विषयमा सम्बोधन नगर्दासम्म उहाँहरूको धरना कार्यक्रम निरन्तर रहने उहाँहरूको भनाइ छ र विभिन्न सङ्घ संस्था तह तबकाका साथीभाइहरूले यस आन्दोलनमा आएर एकबद्धता जनाउने कार्यक्रम पनि निरन्तर भइरहेको छ। सबैको साथ सहयोग र एकबद्धताका कारण यो समुदायहरूको धरना कार्यक्रम झन् बलियो र आत्मबल युक्त भएको देखिन्छ।